सोच्नुस् त एउटा सानो प्रश्नले कसरी 3 करोडको एआई कम्पनी बनाउन सक्छ। आज हामी शुभम अग्रवालको यस्तै एउटा अविश्वसनीय यात्राको बारेमा कुरा गर्दैछौँ। उनको कहानी एउटा सामान्य जिज्ञासाबाट सुरु हुन्छ र एउटा ठूलो सफलतासम्म पुग्छ। ला सुरु गरौँ है त। हो, यही प्रश्नले हो सबै कुरा सुरु गराएको। सुन्दा कति सामान्य लाग्छ हैन, तर यही एउटा प्रश्न थियो जसले शुभम अग्रवालको जीवनको बाटो नै मोडिदियो। एउटा रोबोटिक कार कसरी चल्छ, यही जिज्ञासाले नै उनलाई प्रविधिको संसारमा डोर्यायो। ल अब पहिलो खण्डमा जाउँ, एउटा सानो सहरको सपना। यो कहानी सुरु हुन्छ ओडिसाको एउटा सानो सहर बरगढबाट, एउटा यस्तो ठाउँ जहाँ टेक्नोलोजीको पहुँच लगभग थिए नै भन्दा हुन्छ। शुभमको सुरुवात एकदमै सामान्य थियो। उनको परिवारमा कोही पनि इन्जिनियरिङ वा टेक फिल्डको थिएन। उनका बुबा एउटा सानो बिजुली पसल चलाउनुहुन्थ्यो। सोच्नुस् त, यस्तो सामान्य परिवेशबाट आएको मान्छे पछि गएर एआईको दुनियाँमा कसरी छाउन सफल भयो होला। उनको जीवन बदल्ने क्षण तब आयो जब उनले आफ्नो स्कुलमा केही इन्जिनियरिङका विद्यार्थीहरूले बनाएको एउटा रोबोटिक कार देखे। त्यो देखेर उनको मनमा एउटा गहिरो जिज्ञासा जाग्यो। बस त्यही एउटा मोमेन्ट थियो जसले सबै कुरा परिवर्तन गरिदियो। अब दोस्रो खण्डमा लागौँ, खोज र पहिलो पहिचान। त्यो जिज्ञासाले उनलाई कहाँ पुर्यायो त? यहाँ हामी हेर्नेछौँ कसरी शुभमले शून्यबाट आफै सिक्दै नयाँ नयाँ कुराहरू पत्ता लगाउँदै आफ्नो बाटो बनायो। उनको यात्रा सजिलो त पक्कै थिएन। सम्बलपुर सरेपछि प्रविधिसँगको सानो सम्पर्क पनि टुट्यो, तर उनले हार मानेनन्। युट्युब हेरेर एन्ड्रोइड एप्स बनाउन सिके, रास्पबेरी पाई र आइओटी सेन्सरहरू जस्ता कुराहरू आफै खोजेर पढे। पछि एसआरएम विश्वविद्यालयमा भर्ना भएपछि भने उनको लागि एउटा नयाँ ढोका नै खुल्यो। विश्वविद्यालयमा उनले आफ्नो ज्ञानलाई व्यवहारमा उतारे। उनले मोबाइल एपबाटै बत्ती र पंखा कन्ट्रोल गर्ने एउटा प्रोजेक्ट बनाए। जब उनले यो अरूलाई देखाए, सबैजना छक्क परे र त्यही उनलाई लाग्यो, वाह, यो पो हो त मैले गर्न खोजेको चिज, मेरो बाटो यही हो। उनको एआईसँगको पहिलो वास्तविक साक्षात्कारले त झन् उनको विश्वासलाई बलियो बनायो। उनले एउटा यस्तो सिस्टममा काम गरे जसले समुद्रमा मानिसहरूलाई डुब्नबाट बचाउन मद्दत गर्थ्यो। त्यति बेला उनले पहिलो पटक बुझे कि एआई भनेको खालि फ्यान्सी टेक मात्र होइन, यसले त साँच्चीकै मान्छेको ज्यान बचाउन सक्छ। अब आउँछ कथाको सबैभन्दा रोचक मोड, दुई डुङ्गाको दुविधा। यो खण्डमा हामी हेर्नेछौँ उनको जीवनको सबैभन्दा कठिन छनौटको बारेमा। एकातिर सुरक्षित जागिर, अर्कोतिर जोखिमले भरिएको आफ्नै सपना। अवस्था एकदमै गाह्रो थियो। दिनभरि मुम्बईमा जागिर गर्थे अनि रातभरि आफ्नो सपना पूरा गर्न प्रोजेक्टमा काम गर्थे। कहिलेकाहीँ त बिहानको 4-5 बज्थ्यो अनि जम्मा 2-3 घण्टा मात्र सुत्न पाउँथे। एकातिर सुरक्षित तलब, अर्कोतिर अनिश्चित भविष्य। अनि एक दिन उनले एउटा कुरा महसुस गरे जुन सायद हामी सबैले बुझ्नुपर्छ। उनले भने, दुईवटा डुङ्गामा एकैसाथ खुट्टा राखेर कहिले आफ्नो गन्तव्यमा पुग्न सकिँदैन। यही सोचले उनको जीवनमा एउटा ठूलो निर्णय लियो। सोच्नुस् त, बिहे हुनुभन्दा जम्मा 2 महिना अगाडि हातमा कुनै ग्यारेन्टी छैन, कुनै निश्चित आम्दानी छैन, उनले जागिर छोड्ने निर्णय गरे। उनीसँग एउटै मात्र कुरा थियो, आफ्नो सपना पूरा गर्ने एउटा दृढ इरादा। त्यो ठूलो रिस्क लिएपछि के भयो त? सुरु भयो सफलतातिरको पहिलो कदम। अब हेरौँ कसरी उनको कम्पनी न्यू ऱ्याबिट सल्युशन्सको जन्म भयो। सुरुवात सानै थियो। उनले आफ्नो पुरानो कम्पनीलाई कन्सल्टिङ सेवा दिन थाले। तर हेर्दा हेर्दै 1 महिनामै अपवोकबाट पहिलो अन्तर्राष्ट्रिय ग्राहक पाए। चाँडै नै उनका साथीहरू अभिषेक र केविन पनि टिममा जोडिए र आज न्यू ऱ्याबिट सल्युशन्स 25 जनाको एउटा सफल रिमोट कम्पनी बनेको छ। र नतिजा सुन्दा पत्यार नलाग्न सक्छ, तर कम्पनीले सञ्चालनको पहिलो वर्षमै 3 करोड रुपैयाँको वार्षिक आवर्ती राजस्व कमाउन सफल भयो। यो उनको कडा परिश्रम र आँटको प्रत्यक्ष फल थियो। अब कथाको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ, एआईको वास्तविक अर्थ। यहाँ हामी बुझ्नेछौँ कि शुभमले एआईको बारेमा के कुरा बुझे जुन धेरैले बुझेका छैनन्। उनको दृष्टिकोण बदल्ने क्षण तब आयो जब ChatGPT लन्च भयो। जुन काम गर्न जस्तै एउटा ROS नोट लेख्न उनलाई 2 घण्टा लाग्थ्यो, ChatGPTले त्यो काम 30 सेकेन्डमै गरिदियो। यो देखेर उनी त छक्कै परे। उनले बुझे अब सब थोक बदलिनेछ। धेरैलाई लाग्यो होला, लौ अब हाम्रो काम एआईले खोज्ने भयो। तर शुभमलाई डर लागेन। उनले भने, मलाई डर लागेन, बरु मलाई स्पष्टता मिल्यो। अरूले खतरा देखेको ठाउँमा उनले एउटा ठूलो अवसर देखे। उनको बुझाइ एकदमै क्लियर थियो।
95% काम एआईले गर्न सक्छ, तर त्यो बाँकी रहेको 5% छ नि, जसमा मानवीय अनुभव, सन्दर्भ र सृजनात्मकता चाहिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण हो र त्यो काम मान्छेले नै गर्ने हो। त्यसो भए उनको सफलताको सूत्र के हो त? एकदमै सरल छ। एआईबाट होइन, समस्याबाट सुरु गर्नुहोस्। आफ्नो वरपरका मानिसहरूसँग कुरा गर्नुहोस्, उनीहरूको वास्तविक समस्या के हो बुझ्नुहोस् र त्यसपछि मात्र एआई प्रयोग गरेर त्यसको समाधान बनाउनुहोस्। भनेपछि असल कुरा एआईको टुल चलाउन जान्नु मात्र होइन, असल कुरा त वास्तविक जीवनको समस्या चिन्नु हो र त्यसलाई समाधान गर्न एआईलाई कसरी प्रयोग गर्ने भन्ने जान्नु हो। र अब यो कथाको अन्त्यमा एउटा प्रश्न सोचौँ। त्यस्तो कुन काम छ जसले हप्तामा 5 घण्टाभन्दा बढी समय लिइरहेको छ? त्यो समस्यालाई गहिरोसँग बुझ्नुहोस्। सायद त्यही समस्याको समाधानमा अर्को ठूलो आइडिया लुकेको छ कि?